So are you guys also tired of missing deadlift? Let's fix this shit. So guys, for that I will be giving you the tutorial of hook grip. So let's go. So हुक ग्रिप गर्दा चाहिँ हामीले तीनटा औंलाले मात्रै मोस्टली हामीले आफ्नो बार ग्रिप गर्छौं त्यो हो बुढी औंला इंडेक्स फिंगर र मिडल फिंगर यो तीनटा औंलामै सबै हाम्रो ग्रिप सीमित हुन्छ र अरु दुईटा औंला चाहिँ जस्ट हामीले प्लेस मात्रै गर्छौं सो पछाडीबाट हेर्दा चाहिँ सिम्पली हामीले बुढी औंलाले रोल गरेर मिडल फिंगर र इंडेक्स फिंगरले है बुढी औंलालाई रोल गरेर मिडल फिंगर र इंडेक्स फिंगरले छोपेर अनि यो दुईटा पहाडीको दुईटा औंला जस्ट प्लेस मात्रै गर्ने अनि यसरी चाहिँ बल्ल पुल गर्ने हो ग्रिप लुक्स लाइक दिस गाइज यसरी छोप्छ हामीले यसरी यो तीनटा औंलामा बायस भएर यसलाई तल रोल गरेर अनि इन मिडल र इंडेक्स फिंगरले ग्रिप गरेर यसरी छोपेर अनि बल्ल तान्छ हामीले यताबाट हेर्दाखेरि यसरी सिम्पली यो दुईटा औंला बुढी औंला यसरी राख्ने अनि मिडल फिंगर अनि इंडेक्स फिंगर यसरी राख्ने अनि यसलाई सिम्पली तल फेस गर्ने एउटा त्यो हुक माछाको माछा मार्दा त्यो हुक हुन्छ नि हो सिम्पली त्यही हुक तल फिक्स प्लेस गरेर मिडल फिंगर र इंडेक्स फिंगर पुल गरेर अनि बल्ल तान्ने मोस्ट अफ पिपलले यसरी त हुक गर्नुहुन्छ कि तर यो गर्दाखेरि धेरै जनाले पुरै टाइटली बार छोप्नुहुन्छ त्यसले गर्दाखेरि बार रोल हुने छुट्ने सम्भावना हुन्छ अलवेज रिमेम्बर गाइज हाम्रो हुक ग्रिप गर्दाखेरि फिंगर्समा बार रह्यो भने त्यो भनेको हाम्रो सबभन्दा स्ट्रंगेस्ट पोइन्ट हो सो अलवेज यसरी पुरै एग्रेसिभली बारलाई ग्र्याब गर्ने हैन कि हल्का एउटा हुक तरिकाले यहाँ ग्याप आउँछ थोरै यसरी गर्न भन्दा यहाँ ग्याप लिएर थोरै यहाँ ग्याप लिएर यसरी गर्नु भयो नि यसरी चाहिँ बार एकदम राम्रोसँग बस्छ र फिंगर्समा तपाईको बार भयो भने मोस्टली तपाईको स्ट्रंगेस्ट ग्रिप हुन्छ सो गाइस दिस इज हाउ इट लुक्स व्हाइल डुइङ द ग्रिप जस्ट स्टेडीली दुईटा औंला तल राख्ने बुढी औंलालाई गार गर्ने बिस्तारै हो तपाईले जहिले पनि एउटा ग्रिपबाट अर्को ग्रिपमा स्विच गर्ने बेला डाइरेक्टली आफ्नो प्राइमरी डेजमा त्यो ग्रिप एड नगर्नुस् किनकि त्यो हेभी लोडमा गाह्रो हुन्छ त्यो ग्रिप स्विच गर्न सो बिल्ड फ्रम सेकेन्डरी डेजहरुमा बिल्ड गर्नु अनि त्यसमा चाहिँ तपाईले राम्रोसँग बिल्ड गरेर बल्ल प्राइमरी डेजतिर शिफ्ट हुनु बिस्तारै बिस्तारै हुन्छ अनि सुरुमा चाहिँ हुक ग्रिप गर्दाखेरि तपाईको थम बायस भएर तपाईको थम औंला जुन बुढी औंला हुन्छ त्यो धेरै नै दुख्छ तर बिस्तारै तपाई त्यसमा एडाप्ट हुनुहुन्छ र पछि चाहिँ तपाईलाई बानी पर्छ बिस्तारै दुख्यो भनेर नछोड्नु होला सम सर्ट अफ पेन इज नेसेसरी टु ग्रो सो त्यतिले केही हुँदैन तर यस बिल्ड फ्रम योर सेकेन्डरी डेज एन्ड आफ्टर दैट बिस्तारै बिल्ड अप भएपछि बल्ल प्राइमरी डेजमा जानु होला सो अरु चाहिँ बेस्ट क्यूजहरु जसले गर्दाखेरि तपाईको हुक ग्रिप राम्रो हुन सक्छ त्यो चाहिँ मैले स्क्रिनमा राख्दिने छु सो एन्ड हियर इज द बोनस क्लिप अफ द टप सेट फर यु So, bonus tip, always hold 2 or 3 seconds at the top to increase your grip strength and never miss the deadlift.